स्वास्थ्य संस्थाको डेटा भेरिफिकेसन गर्नका लागि 4 वटा महत्त्वपूर्ण चरणहरू रहेका छन्। नम्बर 1, कार्यालयको DHIS2 एकाउन्टमा लगइन गर्ने। नम्बर 2, दिएको लिङ्क ओपन गर्ने। नम्बर 3, दिएको गुगल सिटको नयाँ कपी बनाउने। नम्बर 4, तथ्याङ्क डाउनलोड गर्ने। 1 नम्बर, लगइन टु योर DHIS एकाउन्ट। लगइन भइसकेपछि ड्यासबोर्डमा जानुहोस्। ड्यासबोर्डमा रहेको डेटा कन्सिस्टेन्सी भेरिफिकेसन अटोमेसन टुलमा क्लिक गर्नुहोस्। त्यसपछि एउटा लिङ्क आउनेछ, यो लिङ्कमा क्लिक गर्नुहोस् र लिङ्कमा क्लिक गरिसकेपछि गुगल सिट ओपन हुनेछ। फाइलमा क्लिक गर्ने। फाइलमा क्लिक गरिसकेपछि मेक अ कपी, एउटा नयाँ कपी बनाउने यो सिटको मेक अ कपीमा क्लिक गर्ने र यो कपी बनाइसकेपछि टप मेन्युमा DHIS2 भन्ने देखाउँछ। कसैको देखाउँदैन। एकचोटि हामीले हाइड मेन्युमा क्लिक गर्यो भनेपछि फेरि सो मेन्युमा क्लिक गर्दाखेरि DHIS2 देखाउँछ। अब हाम्रो र अन्तिम स्टेप DHIS2 मा क्लिक गर्ने, लगइन गर्ने, अथोराइजेसन रिक्वायरको लागि पर्मिसन माग्छ, पर्मिसनमा ओके गर्ने। एडभान्समा गएर गो टु DHIS डेटा अन सेभमा क्लिक गर्ने। त्यसपश्चात पर्मिसनमा हामीले कन्टिन्यू गर्ने। कन्टिन्यू गरिसकेपछि सिलेक्ट अलमा हामीले क्लिक गर्नुपर्छ। फेरि कन्टिन्यू गर्ने। आफ्नो स्वास्थ्य संस्थाको युजर नेम र पासवर्ड राख्नुपर्छ। युजर नेम र पासवर्ड राखिसकेपछि साइन इनमा क्लिक गर्ने। त्यसपछि चाहिएको स्वास्थ्य संस्था छनौट गर्नुहोस् मा क्लिक गर्नुपर्छ। आफ्नो स्वास्थ्य संस्था क्लिक गर्ने र पुष्टि र डाटा ल्याउनुहोस् मा क्लिक गर्ने। यसपछि हाम्रो तथ्याङ्क डाउनलोड हुन्छ। यी बेर समयपछि डाउनलोड कम्प्लिट हुन्छ र आफ्नो तथ्याङ्कलाई हामीले नजिकै हेर्न सक्छौँ।